अनि ह्याप्पी चैते दशैं है फ्यामिली। यो भिडियो रहेको छ डे 1 डे 2 मिलाएर राखेको छ है मैले चाहिँ। खाकुरो काट्यो टक्क लगाएर बेलुकातिर चाहिँ हाम्रो फाजुको बर्थडे थियो, बर्थडे हड्डी मनाइयो। के छ गाइज, मेरो चाहिँ एकदम ठिक ठाक छ, हजुर ठिक ठाक होला। फेरि पनि ह्याप्पी दशैं है गाइज हैन। यस्तै ओछ्यानमै चिया आयो, टक्क लगाएर चिया खायो। अब चाहिँ खाना खाएर दिउँसोतिर चाहिँ बाक्रो खाक्रो कटिङ सटिङ भयो हैन। यता काट्दै हुनुहुन्छ अङ्कलहरू सबैले, टक्क लगाएर बिलास सिला नि लगाइहाल्नु। बिलास सिला उठाउँदैछन् हैन। मैले नि टक्क लगाएर अब चाहिँ मैले नि उठाएर घरतिर लगे एउटा बिला हैन, टक्क लगाएर घरतिर लगेर नि अब त खानु पर्यो। रक्ती खाँदै समय गाइस। भुटुवाहरू नि खाइयो गाइस, मिठो थियो है, मिठो एकदम मिठो थियो हैन। अब चाहिँ मासु बनाउँदैछौँ बेलुकातिर, प्याज टमाटर सबै थियो हैन, भुट्टा बनाएको है सबै हैन। खाना खाएको क्लिप बनाउन पाएन त्यही हैन। अब चाहिँ रहेको छ डे 2 मा चाहिँ लगाइयो टिका सिका लगाएर म चाहिँ गएँ पसलतिर बोडो खेल्नको लागि। म जाँदाखेरि चाहिँ यता बोडा खेल्दै थिएँ हैन। म चाहिँ बर्दिन यता एउटा चक्लेट खाएँ हैन, टक्क हाँस्दै खाएँ हैन। बोडो सोडो खेल्यो टक्क लगाएर अब चाहिँ खाँदैछु म यता डिउ र चटपटे गम खाइयो। भोकबिन लागेको थियो कि हैन, टक्क लगाएर मिठो थियो है। टक्क लगाएर खाएर अब चाहिँ सब बेलुकातिर हाम्रो फजुको बर्थडे। एकचोटि ह्याप्पी बर्थडे भनिदिउँ गाइज। बर्थडे हैन, घरकै फ्यामिलीले मनाएको सानो बर्थडे है गाइज। नबना भन्दै हुनुहुन्थ्यो, मैले फेरि बनाइदिएँ कि गाइज। टिका सिका लगाउनु हो, मैले नि लगाएर हल्का गिफ्ट दिएको आजको लागि। तिन हुन्छ ल, थ्याङ्क फर वाचिङ, सी अन द नेक्स्ट भिडियो, बाइ।